डाइरेक्सन अनुसार है यो जुन आज यो सिङताममा यो एयर अट्याकको मोडल गरे यो सक्सेसफुली सबै जनताले कपरेट गर्दै यसको लागि म हार्दिक सिङतामवासीलाई धन्यवाद दिन चाहन्छु। साथै डिसी साहब, एसपी साहब अनि डिजास्टर म्यानेजमेन्टका टिमलाई धन्यवाद दिन चाहन्छु। र यो एकदम यो बन्द एकदम सक्सेसफुल भएको छ। यसको लागि म सम्पूर्ण जनतालाई धन्यवाद दिन्छु। यसमा हामीलाई सहयोग गर्नुहुने सिङताम थानाका एसएसओ साहब, लक्ष्मण साहब, यता हाम्रो सिङताम नगरपञ्चायतका एमइओ साहब, कन्सलर साहब, सबै टिमले नै मिलेर सक्सेस गर्यो। अनि यसमा सबभन्दा धेरै पार्टिसिपेसन पब्लिक सपोर्ट थियो र हामीले राम्रोसँग सक्सेस गर्नु पर्यो। अनि अब यो खालि एउटा यो मोकड्रिल मात्र हो यो है, जनतालाई प्यानिक हुने काम छैन है। भोलि कथाङ्काल एयर एट्याक हुन्छ त्यसलाई कसरी बाँच्नुपर्छ भन्ने यो उपायहरू हो। यसमा जोही जनता पनि यो एट्याक भइहाल्छ भन्ने होइन, यो खालि मोकड्रिल हो। यसमा कोही पनि प्यानिक नहुने, नआत्तिने तपाईँलाई म यहाँबाट बिन्ती गर्न चाहन्छु। सिङताममा कस्तो प्रकारले तपाईँले मकड्रिल गर्नु? जो डिसी साहब, डिसी गान्तोकबाट अनि एसपी गान्तोकबाट हामीलाई हिजो एउटा भिडियो कन्फरेन्स मार्फत हाम्रो मिटिङ भएको थियो। त्यस बेला उहाँले भन्नुभएको थियो कि यो 4 बजीदेखि 4:30मा है कुनै भेहिकल मुभमेन्ट हुँदैन, जनताहरू पनि पब्लिक पनि यो मुभमेन्ट बन्द गर्नु भनेको छ। र आज हामीले त्यही स्वरूप छ, उहाँले हामीलाई प्लान दिनुभएको थियो, हामी त्यही प्लान अनुरूप नै हामीले काम गऱ्यौँ।